हेलो गाइस, नमस्ते सबैजनामा। आज पनि म एउटा सानो ब्लग सुट गर्दैछु किनकि धेरै दिन भयो नबनाएको। सो त्यसैले अहिले पनि सोरुममा छु। एकछिनपछि भाइले ल्याउन जानुपर्छ। स्कुल गएको छ बिहान। अब अहिले साथीको रुममा छ। सो त्यसैले अहिले अब यसलाई ल्याएर आउनुपर्छ रुममा। सो त्यसैले अब चाहिँ ड्रेस चाहिँ चेन्ज गर्नु पर्यो। अलिकति बाहिर जाँदा त ह्यान्डसम भन्नु पर्छ होइन, जे जस्तो भए पनि। बाटो रुँदैछु म एकान्तमा, सोचेको जस्तो केही नै हुन्न रहेछ जिन्दगीमा। कोही मान्छे जुन पुगे कोही चन्द्रमामा, म भने अझै पनि त्यही मिठो सपनामा। को छ र अब यहाँ मेरो सुनिदिने सब कुरा। सपना धेरै देखेँ मैले तर सबै अपुरा। म एउटा नालायक, म त के नै गर्न सक्छु र यहाँ खुट्टा तान्छ नाप्नेले। कसरी अघि बढ्नु म कमजोरी पनि होइन, तर सक्दिनँ म लड्नु त उठेर हिँड्न सक्छु म। नमस्कार नमस्ते भनेको खोइ। अरू के छ, सन्चै हुनुहुन्छ? अझै धेरै दिनपछि भेटघाट भयो। कहाँ जानुभएको थियो हजुर? जङ्गलघाटतिर जानुभएको थियो कि हो? अहिले कहाँ डाउन भयो? अहिले पुरै जलठल हारेर स्कुल डाउन भयो। अनि के छ? घर कहाँ? रुम होला नि त, रुममा जाने होला होइन। ल लेट्स गो सर, लागिहालौँ। को बाटो? यो बाटो जाने हो? लेट्स गो। यताबाट उता अटो छ त? होइन होइन उता उता अटो रता हुन्छ छिटो होइन। फाइनली भाइलाई लिँदै रुममा जाँदैछु। हिँड्न यहाँ हिँड न। तँ के भन्न चाहन्छस्? कहाँ हेर्ला? के छ त अरू सन्चै? अनि अरू? मच लास्टमा हेरिदिनु भएकोमा माया गरिदिनु होला। लाइक कमेन्ट सेयर पनि सब्सक्राइब पनि गरिदिनु होला। माया पनि गरिदिनु भएको छ। यसै गरी अगाडि पनि माया गरिदिनु होला। अनि माया गऱ्यो भने अनि मोटिभेसन हुन्छ, अलिकति भिडियो बनाउन एउटा हुन्छ नि त होइन, जोस लाग्छ। सो त्यसैले सबैजनालाई माया गरिदिनु होला। अनि सेयर पनि गरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अब फेरि अर्को भ्लगमा भेटौँला। अहिले लागि बाई होइन, टेक केयर सबैजनामा, बाई।